Hello, what's up everybody? This is me Manish Yonzon back again with my new video. अरे मामाश्री हाँसिरहेछ यता टक्क सनसाइन पारामा होइन कति बज्यो अहिले 3:30 हामी चाहिँ अहिले 3:30बाट भक्तपुर 3:30 भयो भक्तपुरबाट ठ्याक्क अलिकति यता भित्र कटेर लाखुरी भन्ज्याङ भन्ने ठाउँमा चाहिँ जान लाग्छौँ एन्ड सनसाइन चाहिँ अनुहार जस्तै टल्किरहेछ मजाले होइन चक्क लाएर अनि आज मसँग चाहिँ को छ भन्दाखेरि के हो रे मामाश्री के भन्नुभयो तपाईँले यता भ्यू भने बबाल आइरहेछ तर तपाईँको पनि बबाल आइरहेछ अरे यता त खतरा आइरहेछ कसम चाहिँ टक्क अनि बाइक चाहिँ यता पार्क सर्लक्क लाएर बुलेट आएको छ यहाँ चाहिँ बबाल आइरहेछ यार मामा अहिले हामी कहाँ जानला भनिदिनु त लाखुरी भन्ज्याङ के आइसकेको छु गाइस लाखुरी भन्ज्याङ भने तैँले एउटा हेरेको छैन हामी पुग्नु लागिसकेको अब माथि डाँडातिर यो घरले सिकेको छ यो घरले छेका छ रे त हामी जाने ठाउँ चाहिँ ल अब भ्यूहरू बबाल देख्दै आउँछ भर्खर सुरुवात हुँदैछ अनि हामी चाहिँ टक्क महाकालबारीबाट हुँदै महाकालबारी भन्यो भने हामी गोकर्ण भगवती थानबाट हुँदै महाकालबारी हुँदै आएको होइन त्यसको नि म भक्तपुर हुँदै त्यसको नि अलिकति क्लिप राखिदिन्छु एन्ड देन वी विल डिस्क्राइब वाट वी विल डु टुडे है त के गर्ने मामालाई भनिदिनु त जाने अब नेचरको भाइ त्यही त हुने हो त्यो पानीले चाहिँ ढोकामा दियो त्यही हो वेदर त एकदम सनसाइन छ हाम्रो थोडा टल्किया जस्तै टल्किरहेको छ नि बबाल यतापट्टि टल्किरहेको यतापट्टि आउनु त यतापट्टि टल्किरहेको छ हाम्रो टक्क अनि हाम्रो बाइक चाहिँ पछाडि छ यता देखाएको छ कि छैन थाहा भएन अनि यता चाहिँ बादल एकदम दामी पारामा देखिरहेको छ हेर्नु सक्नुहुन्छ ओ माई गुडनेस अहिले कस्तो कस्तो देख्छ अहिले हेर्न माथि गएपछि बबाल भ्यू देखिरहेको छ अनि त्यही हो अझै हल्का फुल्का यसो इन्जोय गर्ने भनेर मामा भन्दा निस्केछौँ सो लेट्स गो होइन ड्राइभ गर्दै जाउँ के कसो हुन्छ देखाउँदै जाउँ रमाइलो गरौँ होइन त लेट्स गो यो चाहिँ हामी महाकालबारी हुँदै जाँदै गर्दाखेरिको हो हजुर एकपल्ट हाँसिदिनु होला मेरो भोइस सुनेर यहाँ रात परिरहेछ सुत्ने बेला एडिट गरिरहेको छु त्यही भएर यसरी बोलिरहेको छु गाइस यो चाहिँ महाकालबारी गेट भनौँ न नारायणटार पुलदेखि यता महाकालबारी जाने बाटो अनि यता चाहिँ दक्षिण ढोका मूलपानी जाने बाटो हुँदै गएको हामी चाहिँ टक्क लाएर भनौँ न वहाँ पुगेर चाहिँ मैले बोल्न सुरु गरेँ हो यहाँबाट त डाइरेक्ट अन द स्पोट अब हिजो अस्तिदेखि जाने त भनिरहेको थियो लाखुरी भन्ज्याङ यहीँबाट लाग्यो हो अनि यो चाहिँ टक्क यो मूलपानी कि दक्षिण ढोका के मूलपानी के क्रिकेट स्टेडियम भन्छ नि त्यहाँबाट हामी चाहिँ मास्तिर लाग्यौँ भक्तपुर पुग्नु थियो अनि भक्तपुर हुँदै जानु थियो हामीलाई एन्ड देन वी चुज दिस रुट होइन अनि हामीले म्याप पनि हेरिरहेको थियौँ म्याप चाहिँ हामीले भक्तपुर गएपछि हेरे हो हेर्नु चाहिँ किनभने बाटो कता कता हो तर कता कता गरेर त्यस्तै हो जे जस्तै नेपाल आफ्नो देशमा ठाउँमा पुगिहाल्छ चाँडो ढिलो हुने कुरा भइहाल्छ होइन पुगिहाल्छ अनि यहाँ चाहिँ मस्त मजाको भ्यूसँग ओहो मजा आइरहेको थियो अझ यहाँभन्दा नि रमाइलो त उता पो भइरहेको थियो क्या उता भक्तपुर कटेपछि उता यस्तो दामी दामी भ्यूहरू थियो कि रोड त झन् ओ माई गड लभली क्या फुल अफ नेचर एकदम रमाइलो थियो अनि यहाँबाट लाग्यौँ हामी यहाँबाट हामी कहाँ पुग्छ मलाई पनि थाहै छैन हौ भिडियो हेर्नुपर्छ यार बाटो चाहिँ थाहा छ तर ठाउँको नामहरू थाहा छैन क्या अनि यस्तो लट्ट परेर दुईजना हेर्नु न मामा चाहिँ ओ माई गड अनि फेरि म त्यस्तै लगाएर आफै हेर्दै आफै अब बोलिरहेको छु क्या म चाहिँ हामी त जस मैले इन्ट्रो गरेको ठाउँमा इन्ट्रोडक्सन गरेको ठाउँमा त अझै पनि पुगेको छैनौँ यो बाटोमै छौँ यसो धेरै पनि नबोलौँ हल्का म्युजिक हालिदिन्छु है त म
पनि कहाँ होला त यार। ओहो पुरा रिफ्रेस भइरहेको छ यार। अघिसम्म एकदम टायर्ड भइरहेको थियो यार। अरूभन्दा नि हामी धेरै बाटो घुमेर आएछौँ होइन परैबाट है। नजिकको बाटो रहेछ खासमा, तर यो म्याप हेरेर आएको कता कता आयो। तर जस अहिले चाहिँ हामी लाखुरी भन्ज्याङको इन्ट्रान्स चाहिँ छिर्यौँ होइन। बबाल गाइस, ओ माय गुडनेस, सही छ यार, सही छ एकदम। बाटो हुँदै हुँदै माथि यहाँ चोकसम्म आइपुग्यो। यही बाटो हुँदै अलिकति यहाँ तल चाहिँ अलिकति अफ रोड जस्तो छ कि त्यस्तो साह्रो नराम्रो ब्याड भन्ने चाहिँ मिल्दैन। एकदम कम्फोर्टेबलै छ रोड, रमाइलो छ होइन। यहाँ बुढो बाजे हिँडेर आउँदै हुनुहुन्छ। अनि यता माथि चाहिँ एउटा डाँडा छ अरे, त्यहाँबाट पनि भ्यू देख्छ अरे। सो अहिले चाहिँ हामी यहाँ यसो मजाले एकछिन पार्क, बाइकलाई नि रेस्ट, मान्छेलाई नि रेस्ट। यता चाहिँ पहिरो जानुलाई भिड जस्तो रहेछ, पहिरो गइसकेको रहेछ आदि त। यहाँ चाहिँ यो चाहिँ लाखुरी भन्ज्याङ, यो चाहिँ बस पार्क नै लेखेको रहेछ गुगलमा चाहिँ, तर बस पार्क जस्तो त लागेन। एउटा बस देख्दिनँ, बस आएको नि देखिनँ, बाटो एकदम फ्री थियो। अनि यहाँ चाहिँ पुलिस चौकी छ। अनि यहाँ एउटा बोर्ड राख्दो रहेछ के इन्फर्मेसनहरू होला घुमघामको। मामाश्री यहाँसम्म आइपुग्यो, के भन्नु छ? रमाइलो भयो, फ्रेस हावा खायो है, एकछिन हुने माइन्ड फ्रेस भयो। यता हेरेर भनौँ न, मोबाइल नचलाइनु ल। भनिसक्यो त, जे भन्नु भनिसक्यो। अब माथि पुगेर भनौँला अरू कुरा। अब चाहिँ हामी माथि जाने कुरा छ होइन। यता चाहिँ सानो छ अरे, यहाँ चाहिँ नर्मल हो अरे। अनि यता माथि चाहिँ पार्क छ अरे। यो बाटो हुँदै, यो बाटो यो टक्क यो घरभन्दा यता मासतिर जाने बाटो छ अरे। सो वी विल गो देयर। टक्क अघिको ठाउँदेखि हामी चाहिँ अहिले 5 मिनटको राइड पछि पार्कमा आइसकेका छौँ। अलिक हल्का भ्यू देख्छ अरे, तर राइडहरू गर्न चाहिँ एकदम रमाइलो छ। अझ ग्रुप बनाएर आउने भने चाहिँ एकदम दामी रमाइलो नै हुन्छ, एकदम चिल हुन्छ होइन। रिसोर्ट पनि छ कि क्या हो यो भित्र। अनि यहाँ पार्क मात्रै हो, तर त्यस्तो मान्छेको भिड छैन त्यति साह्रो। फेमस नभएर होला होइन। एन्ड देन अहिले चाहिँ मैले के एक्सपिरियन्स गरिरहेको छु, के देखिरहेको छु भन्ने कुरा तपाईँहरूलाई थाहा छैन। म तपाईँहरूलाई देखाउँछु यता चिल पारामा। अझ मौसम राम्रो, बवाल खोल्यो भने त बवाल देख्छ यार। ओ माई गुडनेस यार, फुल काठमाडौँ भ्याली फुल। यो त पुरै काठमाडौँ नै हो क्या हो यार, कहीँबाट नदेखिने। फेरि हेलमेटै खुवाउनु पऱ्यो यार, कपाल कस्तो भइरहेछ थाहा भएन। हेलमेटलाई एकछिन राख्ने ठाउँ पनि भएन हौ। अब भ्यू त एकदम बवाल छ त यार। खुल्ला भएको दामी देख्थ्यो है। अलिकति झिरझिर भयो क्या। अब चस्मा नलाउने भइदिनँ मामा भन्दै मैले चाहिँ चस्मा खोसेर लगाइदिएको अवस्था। मामाको सुज, मेरो सुज 5 स्टार हो नि त। 5 स्टार हो के हो मामा? मेरो मामाश्री हो नि त फेरि यता चाहिँ। अब धेरै दिन छैन मामा यसरी घुम्ने यार। कहिले हो यसरी घुम्ने, कहिले हो मामाश्री? अब मेरो जम्मा 10-12 दिन मात्रै छ, त्यसपछि म जान्छु। त्यसपछि के अरे घोडा कुदाइ हो, दिन रात नहुने हो, घोडा कुदाइ हान्नुपर्छ।
नमरी बाछिँदै बेले साँच्चै फेरि भेटौँला भन्छन् भेटिहाल्छ है मर्नु भएन केही दामी छ यो माथितिर नि चढ्ने हो माथितिर केही त छैन जस्तो छ त्यही पनि चढिदिउँ न उताको उतापट्टिको हेरौँ न यहाँनिर चाहिँ पार्क भन्दा पनि यस्तो ठ्याक्कै यस्तो डाँडातिर क्या यस्तो डाँडातिर अलिकति लोकेसन ल्यान्ड भयो है रिसोर्टहरू खोल्यो भने त ओ माई गड बाबा यस्तो बबाल भ्यू आउँछ यार यस्तो बबाल भ्यू देखिरहेछ अनि बादल त्यस्तै अलिकति क्लियर भएन क्या टपमा आएर होला तर घाम नलायक भएर नि हामी कति टाइम पनि कटिसक्यो नि त होइन रात पर्ने बेला नि भइसक्यो सो इन्जोय चाहिँ भइरहेछ एकदम बबालसँग यहाँ चाहिँ भगवान्को उयो रहेछ मूर्ति बना रहेछ मलाई त त्यस्तो थाहा छैन यो गुम्बा टाइपको भनौँ न अरू चाहिँ के भन्छ पनि त्यस्तो थाहा छैन अब यहाँबाट यसो हल्का भिडियो फोटो हान्छौँ हामी सलक्क लाएर होइन त मामश्री कस्तो कस्तो हान्ने I hope you guys enjoyed very well है त सिनेमेटिक भिडियो चाहिँ मैले चाहिँ बोलिनँ त्यतिखेर त्यही भएर अहिले यसो एडिट गरेर बोल्दैछु है रमाइलो गर्नुभयो होला सो हामी चाहिँ यहाँबाट अब चाहिँ भ्यूहरू हेरेर चाहिँ फर्किने लागेका छौँ सो कन्टिन्यू गरौँ है त सो अब चाहिँ हामी यहाँबाट लाग्छौँ गाइज थाक्यौँ घुमेर टिकटक बनायौँ फोटो खिच्यौँ यसो 4-5वटा फोटोहरू यसो अब इन्स्टामा हुन्छ फेसबुकमा हुन्छ टिकटकमा हुन्छ कता कता हाल्ने क्या जिन्दगी नै त्यही हो क्या हो यार हाम्रो त यार फेसबुक इन्स्टाग्राम टिकटक यार आजभोलि के हो त्यस्तै लाग्छ यार मलाई त अब सोसियल मिडियाकै भरमा अब त्यही हाल्छु म फोटो खिच्छु भनेर हिँड्ने हो अनि एक त रिफ्रेसमेन्ट पनि लाइक काइन्ड अफ माइन्ड चाहिँ धेरै रिफ्रेस नै हुन्छ है यसरी हिँड्दा यही नै रमाइलो रहेछ यही नै जिन्दगी रहेछ जस्तो लाग्छ क्या आजभोलि त पैसा छ भने त यस्तै जिन्दगी रमाइलो यस्तै छ है पैसा छैन भने त फेरि कहाँ हो घरको खाटमा हो कि कता हो त्यो चाहिँ थाहा भएन मलाई थाके जस्तो नि भयो यार पानीतिर लगाएर होला त्यही हो यार आजभोलि त अनि घुम्यो ल फर इक्जाम्पल हामी घुम्न निस्क्यौँ भने लाखरी भन्जाम घुम्यौँ होइन अहिले होइन ल अहिलेको जमानामा अब फोन छैन केही थिएन अरे अनि हामी भिडियो फोटो केही छैन अरे यत्तिकै घुमेर पनि कति माइन्ड रिफ्रेसमेन्ट हुन्थ्यो र क्या तर अहिले चाहिँ अब यस्तो मोबाइलमा अब भइसक्यो नि त अब फर इक्जाम्पल अब हामी लाखरी भन्जाम घुम्न आयो अब यो फोनको चलन छ फोनको जमाना छ अनि फोटो भिडियो खिचेन भने त अनि रमाइलो नहुने क्या है फोटो भिडियो चाहिँ चाहिने क्या कम्पलसरी ओ माई गड टिकटक इन्स्टाग्राम मान्छेले पैसा त्यतैबाट झ्याप 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 लाखको बिट्टा कमाइरहेछ है
तर हामीलाई त त्यस्तो पैसा चाहिन्छ भन्ने छैन। हामी त के भन्छ के अरे मामा एक्चुअली भनिदिनु त हाम्रो जिन्दगी कस्तो जिन्दगी हो एक्चुअली भनिदिनु त। चिल जिन्दगी हो, केही पनि नचाहिने होइन, अलिअलि भयो भने जसो तसो के भन्छ नि खुसी रहँला। के हो मलाई त त्यस्तो फेरि सायरीहरू हान्नु आउँदैन। जसो तसो जे छ त्यसैमा खुसी रहँला होइन। म मरे पनि अनि के भन्छ एउटा गीत हानिदिनु न मामा। गिटार भए चाहिँ डर रमाइलो हुन्थ्यो होला, एकछिन भयो नि भाइब्स आउँथ्यो होला जस्तो लाग्यो मलाई चाहिँ त्यहाँनिर बसेर। त्यस्तै लाग्यो है मलाई चाहिँ। मेरो हात पनि गल्यो। सो गाइस आजलाई यति नै। अब हामी फर्किन्छौँ यहाँबाट। यसो खासमा चाहिँ केही खायो भने हामी यसो हल्का फुटेज खिचेर हालिदिन्छौँ, नभए यत्तिकै लाग्छौँ हामी है त यहाँबाट। सो स्टे ट्युन फर अनदर भ्लग। ल मामा आज के भन्नु छ, कस्तो भयो? रमाइलो भयो। के भन्नु न भन्ने या त किन लजाएर लजाउनै होइन नि। हरिपछि मान्छेको अगाडि बोल्न भनेपछि त ओ माई गड, मामालाई पनि लाज लाग्ने, लक्ष्मीलाई पनि लाज लाग्ने, सबलाई लाज लाग्ने यार। म मात्र होला त्यो बोल्ने भने होइन, लजाउने भने के हो कि यसमा के कुरा छ र लजाउनु पर्ने के कुरा छ र? अनि भन्नु न कस्तो भयो, रमाइलो भयो कि भएन, कस्तो भयो यसो केही दिन न त। मेरो ब्याट्री पनि लो भइसक्यो यार, अरू हुँदैन। त्यही भएर मैले भ्लग किन हाल्दिनँ। ल अहिले खाजा खाइहाल्यो भने पनि मामाको फुटेज एउटा खिचेर हालिदिन्छौँ। अब जिन्दगीको गोरेटोमा यस्तै हो, कहिले कता आज छ भोलि छैन है। अघि हामी छिरेको गेट चाहिँ यही हो। सो स्टे ट्युन फर अनदर भ्लग। सी यु अगेन विथ न्यू भ्लग न्यू डे है। अझै नयाँ भ्लगहरू अब लिएर आउँछौँ होला अब सकियो भने। ल मामा के भन्दिनँ अब त के भन्दिनँ ल। एन्ड देन वी विल से बाई बाई टु माई भ्लग। अझै खिच्नु बाँकी छ ल। सो स्टे ट्युन फर अनदर भ्लग। बाई बाई, सी यु अगेन। सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनु होला। त्यही भन्दै आजलाई चाहिँ म चाहिँ यहाँबाट बिदा माग्छु है त। एन्ड देन बाई बाई। चरपडी खाने रे मामा। के भनिदिनु त अनि त्यसपछि अहिले के गरी एक्स्ट्रा फुटेज खिचिहाल्यो भने म बिचमा हालिदिइहाल्छु त। के भन्नु अब एकदम रमाइलो भयो जोस्। एउटा अब लाइफमा चाहिने मेमोरी भयो। हामीले नुवाकोट रे नगरकोट पुगेर पनि भ्लग बनाउँछौँ मामा भान्जाले चाहिँ। त्यो पनि हेरिदिनु होला। मामा भान्जा के छ रमाइलो छ। त्यति बेला नि हामी 220 पल्सर लिएर चाहिँ मस्त इन्जोय। त्यतिखेर अझ अलिक रमाइलो भएको थियो होइन, बेटर भएको थियो। त्यहाँ खाजा खाँदा रमाइलो भएको थियो। त्यो भ्लग चाहिँ म लिङ्क इन डिस्क्रिप्सन राखिदिन्छु, त्यो पनि हेर्नु होला। सो त्यही भन्दै आजलाई बिदा। बाई 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 बाई। फेरि भेटौँ ल। अहिले अलिअलि क्लिप्सहरू खिच्यो भने म हालिदिइहाल्छु बिचमा। Thank you so much for watching. Bye bye. See you guys again with another video.